चलेको भिडियो छ यसको तपाईहरुले पहिले यहाँ सानो क्लिप हेर्नु त्यसले के बोल्यो भन्ने कुरा अनि यसलाई मैले प्रश्न सोध्छु है ल पैसा तिरेका चारवटा गुण्डा शहरमा उतारेर आगो लगाउन लगाएर मान्छे मार्न लगाएर तोडफोड गर्न लगाएर पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर व्यापार बिजनेसमा आक्रमण गरेर अनि देश धेरै बिग्रियो हामी सपार्न आउँछौं मलाई साथ देऊ म अगाडि बढ्छु आह्वान गर्ने तपाईहरुले यो क्लिप हेर्नुभयो अब यो क्लिपमा त्यसले के भनेछ भने राजाले दुई चारवटा भाडाका गुण्डा लिएर आएर मान्छे मारेर आगजनी गरेर भनेर भनेको छ यसले अनि के अरे लौ देश बिग्रियो ती जनताले साथ देऊ म देश बनाउन आउँछु भनेर भनेछ यो कुरामा यसले राजालाई चाहिँ अहंकार गरे जस्तो गरेर प्रश्न सोधेर छ ए गुखाने जन्मारा अब तैले मेरो प्रश्नको उत्तर दे एउटो कुरो त अन्न खानियोस् कि गु खानियोस् त्यो कुरा मलाई भन् किन भन् भन्दाखेरि चाहिँ भात खाना बसेको बाहुनलाई मारेर जेलमा गएको कैदीलाई 20 वर्ष बस्न पर्नेलाई त्यही राज खानदानले हो कि हैन आम माफी दिएर गल्ती गरे पनि कुजातै भए पनि कुलाङ्गरै भए पनि दुष्टै भए पनि देशको नागरिक हो सुध्रिने मौका पाउँछ कि भनेर तलाई छोडेको त्यही राज खानदानले हो कि हैन मलाई यसको उत्तर दे अनि त्यसपछि अर्को कुरा गुण्डा पालेर भाडाका गुण्डा पालेर भन्छ त राणा बानलाई त गुखानेलाई त भट्टाचार्यलाई त बलात्कारीको नाइकेलाई त तस्करको नाइकेलाई हो रंगशाला भित्र जाँदा पनि गुण्डा लिएर जान पर्ने भाडाका गुण्डा हाम्रा राजा लिएर जान पर्दैन हाम्रा राजा जहाँ जान्छन् जनता स्वतःस्फूर्त रूपमा आउँछन् अनि रह्यो अर्को कुरो त्यो 15 गतेको कार्यक्रम राजाले ल्याउने बाबै गरौ भनेको हैन राजा ल्याउने हाम्रो जुन जनआन्दोलन समिति छ त्यो समितिले गरेको आन्दोलन हो त 8 बेलले यति कुरा बुझ्छस् कि बुझ्दैनस् तैले त जब एउटा खेल हेर्न जाँदाखेरि त भाडाका गुण्डा लिएर गएर एउटा चाहिँ 19 वर्षको केटालाई पिटाएको भुलिस ए गुखाने तैले राजालाई गर्ने प्रश्न यही हो अनि रह्यो अर्को कुरो लौ देश बिग्रियो रे त ज्यान मारा त कोस त नेपाली होस् जन्मेको मात्र नेपाल होस् त कुलङ्गार होस् तैले जसको आदर्श मान्छन् लेलिन मास भन्ने को हुन् काका हुन् ती तँलाई राष्ट्र के माया त सिद्धान्त त अर्काको लिएर चल्ने मान्छेले जसका बाबुबाजेले देश बनाइदिएको उनीहरूलाई देशको माया लाउँदैन ए भन्छ गुखाने त एउटा जब लेलिन मासको अर्काको सिद्धान्तमा चल्ने त चोरले त अझै म राष्ट्रभक्ति हुँ भन्छस् भने उसको बाबुबाजेले त 240-50 वर्षबाट चाहिँ आर्जेको मुलुक हो उनलाई माया लाग्दैन त्यसको अनि भन्न पनि नपाउने अनि तेरो पछि कति जनता छन् त ल मलाई भन् ल च्यालेन्ज भयो ल हाम्रो राजा एक्लै पैदल हिँडेर मेचीमा आकाली गर्छन् त एक्लै हिँडेर गर्द तँलाई त्यहाँ गजुरी कट्न दिन्छन् मान्छेले कुटेर मार्छन् राजालाई फूल राखेर कलश राखेर स्वागत गर्छन् अस्ति नै देखिनस् गोर्खा जाँदाखेरि त जहाँ जाँदा केपी चोर हुन्छ सुर्खेतको डेमो देखिनस् बुटोलको डेमो देखिनस् ओए गुखाने अनि यो गुखानेको कुरा सुनेर ताली बजाउने ए गुखाने जनता हो भेडा हो ओए 2 लिटर पेट्रोल हो ओए गु हो ओए मुत हो तिमीहरूको दिमागले काम गर्दैन यति गफ सुन्दा पनि उठेर ओए बुढो तैँले गफ गरिस् भनेर बोल्न सक्दैनौ जाठा हो अनि मान्छे मार्दिने तेरो बाबुले मारेको मान्छे पुलिसले मारेको हो कि हैन पुलिस राजाको हो अहिले त पुलिस त तेरो हो त गोली कसले हानेको शिरबहादुर सरकारले गोली हानेको कि राजावादी उपाले गोली हानेको गोली हानेको तेरै गोठाला पुलिसले हैन जाठा जे पनि बोल्दिनी जे पनि पत्याउन् जनताले अनि आगलगी गर्ने रे आगलगी गर्ने मेरो बाले गरेका नि तेरै बाबुहरु घरमाथि बसेर गरेका थियो त आगो पनि तेरै भतुवाहरुले लाउने तेरा गुण्डाहरुले लाउने अनि हामी राजावादी युवाहरुलाई चाहिँ तैले गुण्डा भनेर भन्ने राणा बान ह झुट पनि कति बोल्न सकेको तैले भन्दै गुखाने त गुखानेलाई मेरो प्रश्न राजासँग उभिएर टेबल टक गर्न सक्छस् राजाको अगाडि आँखामा आँखा मिलाएर बोल्न सक्ने हिम्मत छ राजालाई दर्शन भेटको लागि मोर राखेर ढोगेको भुलिस राजाले बक्सिस दिएर आफ्नो ज्यान जेलबाट निस्केको भुलिस भन्ने गुखाने अनि यो गुखानेको कुरा सुनेर ताली बजाउन तिमीहरू कतिसम्म गाउ ल भन्यो भने त राजाले भाडाका गुण्डा लिएर त्यसो भए त त्यो उसमा चाहिँ त्यो छोरीचेली बलात्कार गर्ने महेश बस्नेत पनि राजाको मान्छे हो त्यो एनमर बिचारा त्यो युवतीलाई मर्न बाध्य पार्ने त्यो राजाको मान्छे हो तँलाई नैतिकता नभएको कुजात एउटा सत्ता सुखको लागि
सिद्धान्तै नमिल्ने काङ्ग्रेससँग गएर गठबन्धन गरेर सरकारमा बसेछस् त जाँठोले जसको बाबुबाजेले देश बनाइदिएको त्यसलाई तैँले आएर प्रश्न सोध्न मिल्छ ओए गुखाने तेरो राजासँग के मिल्छ राजाको बाबुले देश बनाएको तेरो बाबुले पाटो जोड्न नसकेको अहिले भ्रष्टाचार गरेर बल्ल कम्प्युटरहरू जोड्दैछस् हाम्रो राजाले कोही भाथाना बसेकोलाई मारेका छन् त भाथाना बसेकोलाई मारेका छस् हाम्रो राजाका दुईटै किडनी ठिक छन् तेरो किडनी ठिक छ छैन हाम्रो राजाको स्वास्थ्य राम्रो छ तेरो स्वास्थ्य राम्रो छ छैन हाम्रो राजाले देशभरि गाडी चलाएर दौडिन सक्छन् त सक्छस् सक्दैनस् हाम्रो राजा एक्लै देश दौडा गर्न सक्छन् त सक्छस् सक्दैनस् स्वास्नी जहाँ लिएर जान्छस् त्यहाँ बिचरा केपी चोर देश छोड भनेर सुनेर स्वास्नीले निन्यौरो मुख लाएर बसेको देख्दैन जाँठा हाम्रो राजा जान्छ श्रीमान सरकारको जय जय हुन्छ तँलाई पुलिसले घेरेर लुकाएर लिएर जानुपर्छ अस्ति देखिनस् एयरपोर्टबाट घरसम्म पुग्दा कति जनता आथे भन्ने हो गुखाने तेरो पुलिसले गोली हानेर मान्छे मार्ने अनि हाम्रो राजालाई आरोप लाउने हो तैँले चोरले तेरो पुलिसले पत्रकारलाई पानीको फोरो सिधै तपाईँको दमकलको त्यति चाहिँ तपाईँको चाहिँ त्यो 200-300 स्पिडमा जाने चाहिँ पानी हालेर मारेर आहाको त्यो पनि राजाले लैदिएको आहा अनि शिक्षकहरू आन्दोलन आहान त्यो पनि राजाले हो शिक्षकको तलब रोकिदिएको भत्ता रोकिदिएको नीति नल्याएको राजाले हो डाक्टर आन्दोलन लेखन त्यो पनि आन्दोलन पनि डाक्टरको सेवा सुविधा नदिएको राजाले हो पिचास गणतन्त्रको पिचास आफ्नो नालायकीपन छुपाउन आफ्नो मनको भडास निकाल्नको लागि चाहिँ मासु र भात र 4 लिटर पेट्रोलमा आएका बोकाहरूलाई राखेर अनि 2-4वटा किनेका मिडियाहरूलाई राखेर अनि राजालाई आरोप लगाउनु तैँले राजाले के गरेछन् शिक्षक आन्दोलन पनि राजाले गराइदिएको तेरो किडनी फेल पनि राजाले गराएको हैन अब त शोभा पाठकको बलात्कार पनि राजाले गर्न लागेको महेश बसन्तलाई एनमोहरलाई बलात्कार पनि उसैले गर्न लागेको हैन हो चुतिया अलिकति नेता भइसकेपछि त के बोलेर के हुन्छ भन्ने कुरा हो तँलाई राजतन्त्र ठिक लाग्दैन भने तेरो गणतन्त्र बोलियो बना न हामी लडेर ल्याउँछौँ कसरी ल्याउँछौँ राजालाई किन दोष दिन पर्यो राजा त हाम्रा देशका राजा हुन् उनका बाउले भनिदिएको देश हो हामी राजाको सिद्धान्तमा चल्छौँ हामी पृथ्वी पदको सिद्धान्तमा चल्छौँ तेरो त लेनिन मार्क्स भन्ने कहाँ हुन् चिनेछस् विदेशीको सिद्धान्तमा चलेको साला ज्यान मारा गुखानेले राजालाई प्रश्न सोध्ने तेरो औकात मिल्दैन गुखाने त जाँठो अपुताली अरू कुरै छोड्नु ल एउटा सन्तान पाउन नसक्ने जाँठो त अपुताली तँलाई त स्वास्थ्यले पनि ठगेको छ भगवानले ठगेका छन् यो कुलङ्गार हो भन्ने जानेर ठगेका हुन् धन्न भगवानले तँलाई चाहिँ छोरछोरी पाउन दिएनन् र अझै अब त मरिसकेछ त हाम्रो देशको भ्रष्टाचार रोकिन्छ नि त तेरो पनि अब छोरछोरी भएको भए त देशलाई त कहाँ डुबाउँदैछ तैँले त उसको लागि पैसा जोडेर राख्दाखेरि अहिले कोही नहुँदा त यसरी कङ्गाल बनाएछ देशलाई होइन राजा हुने बेलामा देश घेरेर पुगेको थियो कि त्यो पनि राजाले पुऱ्याएको भन्दा गुखाने अब यो युवासँग गुखाने हो ओ ओलीका गुखाने हो ओ राणाबान झोले हो ओ गणतन्त्रका पिचास हो ड्राइभर रश्मिले सोधेको प्रश्न तिम्रो बाबुलाई गएर सोध्नु कुनै प्रश्नको एउटा सही उत्तर आयो भने मलाई भन्नु ओलीबाले यो उत्तर दे भनेर होइन भने कहाँको राजा होस् कहाँको गुखाने ओली कुरै मिल्दैन औकातै मिल्दैन हैसियतै मिल्दैन भन्नु गुखाने सक्छस् हिँड्न एक्लै अल नेपाल हिँड्न सक्छस् हाम्रो राजा सक्छन् किन सक्छन् उनलाई जनताले माया गर्छन् तँलाई त गजुरी कट्न दिन्नन् कुटेर मार्छन् जनताले एक्लै गइस् भने जाँठो एउटा त हग्न मुत्न जाँदा 4 जना आर्मी छोपेर लिएर जानुपर्छ स्टेडियमभित्र सिर्दाखेरि 4000 जसले गुण्डा पालेर बसेको छ जुन नेपालको सबभन्दा ठुलो गुण्डा हो त्यो माधर चुजले हाम्रो भगवान जस्तो राजालाई साला कुत्ताले गुण्डा पालेर राजाले गुण्डा पाल्नुपर्छ भगवानका रूप हुन् हामीले गुण्डा गर्दै गरेछ असुर ग्यास तेरो बाउले चलाएको हो गोली हानेर 2 जनालाई तेरो बाउले मारे हो राजावादीले मारे हो त्यो महिला पत्रकारको आँखा तेरो बाउले फुटाल्दियो गुखाने मुख समाएर बोल्ने गरे गुखाने मर्ने बेलामा पखेटा पला भन्छन् मर्ने बेलामा फेरि त्यो आरे ठाउँ पनि नपाउलास् फेरि